छाती फुटाउने अभिप्राय राखेको छ कि छैन, हामीले ल्याएको अध्यादेशले आम नागरिकलाई दुःख दिने कुरा छ कि छैन, हामीले ल्याएको अध्यादेशले अर्कालाई फसाउने आफ्नालाई बचाउने सरकारी जग्गा जमिन हडप्ने बेच्ने त्यस्तो गलत मनसायले ल्याएको अध्यादेश हो भने अध्यादेश त्यस्तो मनसायले ल्याउनु हुँदैन भन्ने कुरामा हामी पनि खुलेर कुरा गर्न सक्छौँ। हामी त्यस्तो भ्रष्टता गर्दैनौँ। असाधारण कुनै परिस्थिति आयो भने बेग्लै कुरा हो राजनीतिमा, तर त्योभन्दा बाहेकको परिस्थिति यो होइन। हामीले अहिले केका लागि गरेका छौँ त्यसको कन्टेन्ट यहाँहरूले सोध्नुभएको भए, अध्यादेश मात्र नभनेर अध्यादेशका विषयवस्तु मात्र भन्नुभएको भए त्यो अझ बढी न्यायपूर्ण हुन्थ्यो होला। तर खैर केही छैन, प्रश्न त उठिहाल्छ। प्रश्न उठेपछि हामीले जवाफ होइन समाधान पनि दिनुपर्छ। त्यस कारणले अध्यादेशका विषयमा हिजो मैले गरेको विरोध कई वर्ष अगाडिको तपाईँहरूले टिप्पणी भन्नुभएको खोज्नुभएको होला, धेरै पुरानो पनि छैन, केही छैन, पुरानो नयाँ त्यसको ओनरसिप त लिनु पऱ्यो नि। आफूले बोलेका अभिव्यक्तिहरूबाट भाग्ने त कुरा आउँदैन नि त्यसलाई त, र त्यसलाई कुतर्क गरेर पन्सिने कुरा पनि आउँदैन। सत्य जे हो त्यही कुरा गर्नुपर्ने। त्यस कारणले हामीले ल्याएको अध्यादेश हामीले जुन जनमत हामीले प्राप्त गऱ्यौँ त्यो जनमतमा एउटा अपेक्षा छ। तपाईँ बताउनुहोस्, एउटा संवैधानिक परिषदकै कुरा गर्दाखेरि एउटा रिक्तताको अवस्था छ, अदालतबाट चाहिँ एउटा पूर्णपाठ पनि नआएको अवस्था छ। अब यो रिक्तता राखिरहँदाखेरि कयौँ संवैधानिक निकायहरूमा चाहिँ पदपूर्ति गर्नुपर्ने अवस्था छ। हामी जुन स्पिडमा काम गरिरहेका छौँ त्यो स्पिडलाई त म्याच गर्नुपर्ला हामीले, ती पदपूर्ति त हामीले गर्नुपर्ला। र पदपूर्ति गर्दाखेरि रासोपाले स्वाभाविक रूपमा के भनेको छ भने त्यो त एउटा मेरिटोक्रेसीलाई ध्यान दिएर हामीले नियुक्तिहरू गरेका छौँ। अहिले पनि तपाईँले सार्वजनिक सूचनाहरू देख्नुभएको छ होला, हामीले आह्वान गरेका छौँ योग्य क्षमतावान मानिसहरूलाई र फ्री कम्पिटिसनबाट त्यस्ता ठाउँहरू पदपूर्ति गर्न खोजेका छौँ। आफन्त त हाम्रा पनि थिए होला नि, ती योग्य पनि होलान्, शिक्षित पनि होलान्, तर हामीले योग्य नेपाली नागरिकका लागि ती पदहरू समर्पित गऱ्यौँ। अब पनि हामीले गर्ने त्यो संवैधानिक निकायहरूलाई खाली राख्न सक्दैनौँ र कानुनी रिक्ततालाई हामीले कहिलेसम्म कायम गरिरहने। त्यो रिक्तता पूर्ण गर्नको निमित्त संवैधानिक परिषद सम्बन्धी अध्यादेश छ, त्यसले त्यो अनुसारले काम गर्छ। सहकारी पीडितको बारेमा नारा लगाएर मात्र भएन, मकै पोल्नेको पैसाको कुरा गरेर मात्र भएन, 1 रुपियाँ कसैले फिर्ता पाएको छैन। पीडितलाई सम्पत्ति जफत गरेर भए पनि पैसा त फिर्ता दिनु पऱ्यो कि त्यसलाई पुर्याउने अझै 2 महिना पुऱ्याउँ, 4 महिना पुऱ्याउँ, 15 महिना पुऱ्याउँ त भन्ने होइन। त्यो त आजै चाहियो, अहिले चाहियो, जति छिटो चाहियो। अर्को कुरा, पूर्ववर्ती सरकारले नियुक्त गरेका